Good morning everyone, welcome to my new video. नयाँ दिन अनि नयाँ भिडियोको सुरुवातसँग तपाईहरु सन्चै हुनुहुन्छ होला भन्ने आशाका साथमा चाहिँ यो नयाँ भिडियो म सुरु गर्दैछु है। अनि आज चाहिँ हामी एउटा जग्गा जाँदै छौं, म र मेरो छोरा। अनि तपाईहरुलाई म देखाउँछु है कहाँ जाँदैछु भनेर। टिल देन किप वाचिङ हैन। अनि हेर्दै गर्नु होला लास्टसम्म नै। अनि कहाँ चाहिँ जाने रहेछु हेर्नुहोस् है त। अन्त लाइक गरिदिनु भएको छैन भने लाइक गरिदिनु नभन्नु होला। अनि लाइकको साथसाथै प्लिज डोन्ट फर्गेट टु शेयर एन्ड सब्स्क्राइब माई channel. Look here my baby. अन्त खासमा चाहिँ अस्ति शुभमको एक्जाम भएको बेलामा त्यसको बर्थडेको दिन थियो। अनि मैले चाहिँ एक जग्गा जाउँ भनेको थिएँ, त्यो मानेको थिएन है पढ्नुपर्छ भनेर। सो वी आर गोइङ देयर हैन। सो प्लिज वेयर एन्ड वाच। अनि तपाईहरुलाई पनि म त्यो जग्गा देखाउने छु है। तपाईहरुलाई मन पर्यो भने लाइक गरिदिनु चाहिँ नभुल्नु होला है त। हेलो गर्न हामी चाहिँ यहाँनिर कहाँ आइपुग्यौँ भन्दाखेरि चाहिँ डामडिम पनि हैन, एक्ज्याक्ट लोकेसन भन्नुपर्दा चाहिँ चेक्ला बस्ती गुम्बा आइपुगेको छौँ हामी चाहिँ। अन्त आज एकछिन पूजासुजा गरेर जाने, किनभने शुभमलाई अझै लिएर आएको जाउँला भनेर हामी दुईजना आएको छौँ है। त्यो तपाईहरुलाई पनि म गुम्बाको दर्शन गराउँछु, हेर्नु होला गुम्बा कस्तो छ के छ। तपाईहरुलाई पनि मनपर्छ है, मन पर्यो भने तपाईहरु पनि आउन सक्नुहुन्छ है त। फुलमा फोटो खिच्नु आइजन हौजा बस्दा दामी फोटो आउँछ। हामी चाहिँ अब निक्लियौँ गुम्बा दर्शन गरेर है। यतिकै लागि नै आएको थियौँ हामी चाहिँ। अनि गुम्बा दर्शन गरेर चाहिँ अब हामी चाहिँ निक्लेको, अब वापस घर जाने हो। सो तपाईहरुलाई गुम्बा कस्तो लाग्यो? मलाई त मनपर्छ पुरा, एकदमै मनपर्छ यो गुम्बा चाहिँ, आउनु पुरा मन लाग्छ हो। फर्कियौँ अब चाहिँ हामी। सो ब्याक टु होम अब चाहिँ हो। गुम्बा सुम्बा घुमिसक्यो, मजा आयो दर्शन गर्नु गुम्बाको। घर पनि आइपुग्यो, ब्याक टु द पेभिलियन है। अनि
आजसम्म भिडियो हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै 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 धन्यवाद। अनि अर्को भिडियोमा भेटौँला है। बाई, टेक केयर, सी यू, बाई बाई।